नमस्कार साथीहरू, स्वागत छ फेरि अर्को रोमाञ्चक यात्रामा। आज हामी काठमाडौँबाट एउटा यस्तो यात्रामा निस्केका छौँ जहाँ इतिहास, धर्म, प्रकृति र साहसिक अनुभव सबै एउटै यात्रामा भेटिनेछ। आजको यात्रामा हामी पुग्नेछौँ आस्थाको केन्द्र दुप्चेश्वर महादेव, नेपालको एकीकरणको इतिहास बोकेको नुवाकोट दरबार, उत्तरगया धाम भनेर चिनिने पवित्र बेत्रावती, त्रिशुली नदी किनारको चर्चित भाइरल पुल नम्बर 1, अनि पछिल्लो समय घुम्न आउनेको रोजाइ बन्दै गरेको सुन्दर सिल ट्याङ्की ड्याम। गुर्जे भन्ज्याङबाट तल झर्दै जाँदा मौसमसँगै यहाँको प्राकृति वातावरण पनि बिस्तारै परिवर्तन हुँदै जान्छ। यहाँ तराईमा पाइने आँप, लिची, कटहर जस्ता फलफुलदेखि लिएर पहाडी क्षेत्रमा फल्ने आरु, आल्चा, टिमुर, काफल जस्ता अनेक वनस्पतिहरू प्रशस्त पाइन्छ। यस क्षेत्रमा चैते धान समेत प्रशस्त मात्रामा रोपिन्छ। नुवाकोटको राउतेबेसी स्थित सूर्यमती नदीको किनारमा रहेको यो मन्दिरको उत्पत्तिको कथा करिब 750 वर्ष पुरानो मानिन्छ। लोककथा अनुसार एकजना स्थानीय गोठालाको दुहुनो गाईले अचम्मको व्यवहार देखाउन थाल्यो। त्यो गाईले घरमा वा गोठमा कति पनि दुध दिँदैन थियो, तर दिनहुँ एउटा निश्चित भिरको पहरा चट्टानमा गएर आफ्नो दुध आफै चढाउने गर्थ्यो। गाईले घरमा दुध नदिएपछि गोठालाले चियो गर्दा यो अचम्मको दृश्य देख्यो। जब गोठालाले त्यो पहराको खोजमा हेर्यो, त्यहाँ प्राकृतिक रूपमा उत्पत्ति भएको एउटा दिव्य लिङ्ग फेला पार्यो। त्यही शिलालाई पछि दुप्चेश्वर महादेवको रूपमा पूजा गर्न थालियो। दुध र ईश्वर शब्द मिलेर नै यस ठाउँको नाम दुप्चेश्वर रहन गएको विश्वास गरिन्छ। दुप्चेश्वर महादेवलाई हिन्दू धर्मावलम्बीहरू माझ सन्तान दिने महादेवको रूपमा पूजिन्छ। विश्वास गरिन्छ कि जसको सन्तान हुँदैन उनीहरूले यहाँ आएर निष्ठान्नपूर्वक प्रार्थना गरेमा सन्तान सुख मिल्छ। अझ अचम्मको कुरा त के छ भने बोल्न नसक्ने, बोली फुक्न गाह्रो भएका बालबालिकाहरूलाई यहाँ ल्याएर दर्शन गराउँदा उनीहरूको बोली फुट्छ भन्ने जनविश्वास छ। यहाँ वर्षकै सबैभन्दा ठुलो मेला मङ्सिर शुक्ल पूर्णिमा, धान्य पूर्णिमाको अवसरमा लाग्ने गर्दछ, जहाँ नेपालभरिबाट र भारतदेखि समेत भक्तजनहरू आउने गर्दछन्। बिहानै उठ्यौँ, 4 बजे हिँड्यौँ, दुप्चेश्वर महादेवको दर्शन चाँडै गर्यौँ। न भिडभाड, न लामो लाइन, शान्त मन, समय पनि फाइन। बिहानको दर्शन दिनभरिको शुभ सुरुवात। बिहान हामी आउँदा खोला नाला र नदीको पानी एकदमै निलो, सफा र पारदर्शी थियो। खोलाको किनारमा ठाउँ ठाउँमा प्राकृतिक स्विमिङ पुलहरू स्पष्ट रूपमा देखिएका थिए, जहाँ हामी गर्मीयाममा नुहाउन रमाइलो गर्न सकिन्थ्यो। तर अहिले भर्खरै पानी परेकाले माथिबाट लेदो मिसिँदै आएर सबै खोलाको पानीहरू धमिलो बनाइदियो। मौसम फेरिए पनि यहाँको प्राकृतिक सौन्दर्य र खोलाको आकर्षण भने अझै उस्तै मनमोहक छ। तादी खोलाको यात्रा गर्दै जाँदा बाटोमा अधिकांश भाग निकै राम्रो अवस्थामा भेटियो। अहिले यस क्षेत्रमा सडक स्तर उन्नतिको काम पनि तीव्र गतिमा भइरहेको छ। त्यसैले केही स्थानमा मात्रै सडक निर्माणका कारण अलिकति अप्ठ्यारो महसुस हुन्छ, तर त्यसभन्दा बाहेक यात्रा निकै सहज छ। सबैभन्दा राम्रो कुरा के भने तादी खोलाको वारिपारी दुवैतिरबाट सडक जाने भएकाले जुन बाटो रोजे पनि सहजै गन्तव्यसम्म पुग्न सकिन्छ। विदुरसम्म पुगेर नुवाकोट दरबारतिर जानुभन्दा हामीले बिचबाटै सर्टकट बाटो लिएर चाहिँ हामी नुवाकोट दरबारतर्फ अघि बढ्दैछौँ। बाटो चाहिँ एकदम लेजेन्डरी नेपालको बाटो रहेछ। एकदमै मजा आयो। यहाँनिर चाहिँ एडभेन्चरस राइड भयो। ऐतिहासिक दृष्टिकोणले नुवाकोटलाई नेपाल एकीकरणको प्रवेशद्वार मानिन्छ। यही भूमि जितेपछि मात्रै गोर्खाली सेनाले उपत्यका घेर्ने आफ्नो सैनिक रणनीतिलाई मजबुत बनाउन सफल भएको थियो। विक्रम सम्वत 1819 मा
ललितपुरका कुशल कालीगढहरूद्वारा निर्मित यो संरचना वास्तवमा नेपालकै पहिलो नौतले दरबार थियो, जुन काठमाडौँको बसन्तपुर दरबार भन्दा पनि जेठो हो। तर विक्रम सम्वत 2072 सालको विनाशकारी भूकम्पले यो 300 वर्ष पुरानो ऐतिहासिक सम्पदालाई ठूलो चोट पुर्यायो। वर्षौंसम्म यो राष्ट्रिय गौरव फलामका टेकाहरूको भरमा उभिन बाध्य भयो। अहिलेको आधिकारिक योजना अनुसार यो 7 तले दरबार र यससँग सम्बन्धित प्रमुख पुरातात्विक संरचनाहरूको पूर्ण निर्माण कार्य विक्रम सम्वत 2083 सालको असोजभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। अब हाम्रो अर्को गन्तव्य विधुर हुँदै त्रिशुलीको चर्चित भाइरल पुल नम्बर 1 तर्फ रहेको छ। हाम्रो योजना भाङ्गे झरनातर्फ जाने थियो। बाटोमा एउटा सानो होटलमा रोकिएर हामीले तातो चिया र हल्का खाजा खायौँ। त्यहाँको दाइ दिदीले फोन गरेर बुझ्दा अहिले झरनामा पानी नै नरहेको जानकारी पाइयो। पानी नरहेको बेलामा गएर खासै मजा नआउने भएकाले हामीले योजना परिवर्तन गर्यौं र सुरुमा पुल नम्बर 1 तर्फ अघि बढ्यौं। अब हामी आइपुगेका छौं पछिल्लो समय सामाजिक सञ्जालमा निकै चर्चामा रहेको पुल नम्बर 1 मा। पहिलो नजरमै हेर्दा यो कुनै प्राकृतिक झरना जस्तो लाग्छ, तर वास्तवमा यो त्रिशुली नदीमा बनेको ब्यारेज हो। जब ड्यामबाट पानी ओभरफ्लो हुन्छ, पानी एकै लहरमा तल खस्छ र त्यहाँको दृश्य साँच्चै मनमोहक झरनामा रूपान्तरण हुन्छ। त्यही दृश्य हेर्न, फोटो खिच्न र रिल्स तथा भिडियो बनाउन दैनिक धेरै मान्छेहरू यहाँ आइपुग्ने गरेका छन्। पानीमा खस्ता आउने गर्जन, हावामा उड्ने पानीका मसिना थोपा र वरिपरिको हरियालीले यहाँको वातावरणलाई अझ आकर्षक बनाइदिन्छ। अब हामी लाग्यौं त्रिशुली राजमार्ग हुँदै बेत्रावती बजारतर्फ। बेत्रावती बजारमा चाहिँ बेत्रावती खोला चाहिँ त्रिशुलीमा गएर मिसिन्छ। त्रिशुलीमा चाहिँ निकै धमिलो पानी भएकाले चाहिँ हामीले चाहिँ बेत्रावती खोला रोज्यौं। बिहान पानी परेर यो खोला पनि धमिलो थियो, तर अहिले हेर्नुस् त कति सङ्गलो पानी बगेको छ। हाम्रो वारीपट्टि नुवाकोट जिल्ला हो भने पारीपट्टि चाहिँ रसुवा जिल्ला हो। आज हामी यही पारीपट्टि रसुवा जिल्लामा बसेर आफ्नै हातले स्वादिलो भोजन पकाउँदैछौँ। सबैभन्दा पहिले हामीले बनायौँ चना र मटरको फ्राई राइस, जसमा हामीले चना, मटर, क्याप्सिकम, प्याज, नुन र थोरै तेल मात्र प्रयोग गर्यौँ। साधारण सामग्रीबाट पनि कति मिठो परिकार बन्न सक्छ हेर्नुस् त। त्यस पछाडि म्यारिनेटेड चिकनलाई हामीले त्यसमा आलु, लसुन, सक्खरखण्ड, लामो हरियो खोर्सानी, क्याप्सिकम, धनियाँ र हरियो लसुनका पात मिसायौँ। अनि केराको पात र एल्युमिनियम फोइलले मजाले प्याक गरेर हामीले आगोको जालोमा राख्यौँ। करिब 1 घन्टा जति यो आइटमलाई पकाइसके पछाडि बास्नाले नै भोक झन्झन बढाइदियो। त्यस पछाडि हामीले चाहिँ रोटीको लागि चाहिँ पिठो मुसेर मजाले मुसेर एकछिन पिठो छोपेर राख्यौँ। अनि गुन्द्रुकको लागि चाहिँ भटमास भुट्यौँ। अनि गोलभेडा र खोर्सानी पनि पोलपाल पारेर अचारमा हाल्नको लागि तयार गऱ्यौँ। गुन्द्रुकमा हामीले जम्मा खोर्सानी, धनियाँ, नुन, प्याज र तेल अनि अलिकति थोरै कागती, सिम्पल, अरू केही मसला हालेको छैन। अनि कागती भन्न आएछ। गोलभेडाको अचारमा पनि हामीले त्यही गोलभेडा अनि त्यस पछाडि धनियाँ, लसुन, अदुवा, प्याज हालेर मजाले मोलमाल गरेर हामीले 2टा अचार तयार पार्यौँ। अनि अब हामी लाग्यौँ रोटी बेल्नतर्फ। रोटी बेलेर हामीले चाहिँ अब आगोमा मजाले रोटीलाई अब पकाउन लाग्यौँ। पिठोलाई गोलो गोलो बेलेर आगोमै रोटी सेक्न थाल्यौँ। सुरुमा त हामीलाई लाग्यो आज रोटी खासै राम्रो नबन्ने हो कि, तर केही बेरमै रोटी मजाले फुल्यो अनि आनन्द भयो। रोटी पकाउने कार्यक्रम सकिसके पछाडि हाम्रो एल्युमिनियम फोइलमा भएको कुरालाई चाहिँ हामी अब अनबक्स गर्दैछौँ। आहा, हेर्नुहोस् त कति मिठो बास्ना आइरहेछ। ओहो, सबै थोक मजाले पाकिसकेको छ। अब हामी सबै खानेकुरालाई एकै ठाउँमा राखेर हामी चाहिँ अब आज चाहिँ
खोलाको किनारमा डाइनिङ टेबल बनाएर खुट्टा खोलामा डुबाएर आनन्दले यसको मजा लिनेछौँ। हेर्नुहोस् त यो कति मजा आउँछ यो यसरी पकाएर यस्तो ठाउँमा बसेर खानलाई। त्यस पछाडि हामीले पकाएर फोहोर गरेको कुरालाई एकै ठाउँमा राखेर हामीले यो फोहोरलाई चाहिँ घरमा लिएर गएर फ्याल्नेछौँ। तपाईँ पनि यस्तो ठाउँमा आइसके पछाडि चाहिँ आफूले गरेको फोहोर चाहिँ सबै घरमै लगेर फ्याल्नु होला। साँझ पर्न लागेको थियो। त्यस पछाडि हामी यहाँबाट फर्केर हामी चाहिँ सिलट्याङ्की भन्ने ठाउँमा त्रिशुलीको खोला पारी गएर हामी सिलट्याङ्की भन्ने ठाउँमा जाँदैछौँ, जहाँ चाहिँ मान्छेहरू निकै फोटो खिच्न आउँछन्। अहिले चाहिँ यहाँनिर चाहिँ पानी सुकेको भएर चाहिँ मान्छेहरू भित्रै गएर फोटो खिच्ने क्रम जारी रहेछ। तर जे होस् यहाँनिर चाहिँ मान्छे पहिला चाहिँ धेरै आउँथ्यो पानी भएको बेलामा। अहिले सरसफाइ अभियानले गर्दाखेरि अहिले त्यहाँनिर चाहिँ सुक्खा छ। नेपाल घुम्नका लागि सधैँ टाढा पुग्नुपर्छ भन्ने छैन। कहिलेकाहीँ आफ्नै वरिपरिका ठाउँहरूमा पनि यस्ता अद्भुत गन्तव्यहरू लुकेर बसेका हुन्छन् जसले जीवनभर सम्झिने अनुभव दिन्छ। हस्त गाइज, अर्को एपिसोडमा हामी फेरि एउटा नयाँ अझ सुन्दर र कमै मान्छे पुगेको गन्तव्यमा जानेछौँ। त्यहाँ पनि प्रकृतिसँग रमाउँदै आफ्नै हातले स्वादिलो खाना पकाउँदै नयाँ ठाउँको रोचक कथा लिएर तपाईँ माझमा आउनेछौँ। हस्त, बाई बाई, सी यू अन माई नेक्स्ट भिडियो।